पश्चिमबाट होइन अनि चाहिँ जुन कि आफूमा भएको स्किलहरूलाई मात्र देखाउने हो तर मेहनत गरेको फल चाहिँ कहीँ पाइँदैन के कहीँ जाँदैन सरी आफूले राम्रो गर्नु पर्यो राम्रो गर्न सक्नु पर्यो होइन लाइफ इज द सेट भने जस्तो क्या आज भोलि लो त साथीहरू वेलकम माई ब्याक टु युट्युब च्यानल त आज धेरै दिनपछि लङ भिडियो बनाएको छु मलाई के भन्नु मन थियो भनेपछि अरू कुरा त होइन मेरो सबभन्दा पहिला त इन्ट्रोडक्सन होइन मैले भनेको थिएन आजसम्म मेरो घर चाहिँ सुदूरपश्चिम डोटी सिधै पश्चिमबाट होइन अनि चाहिँ एकअर्कालाई सपोर्ट गरौँ त्यही नै हो अनि अर्को कुरा चाहिँ म के भन्ने हो भनेपछि मलाई लाग्छ होइन सोसल मिडिया भनेको एउटा यस्तो प्लेटफर्म हो जुन कि आफूमा भएको स्किलहरूलाई मात्र देखाउने हो होइन अब मेहनत गर्नु पर्यो तर मेहनत गरेको फल चाहिँ कहीँ पाइँदैन के कहीँ जाँदैन सरी कहीँ पाइँदैन सरी होइन कहीँ जाँदैन होइन अनि त्यही हो अरू कुरा त के होइन त्यति हो सोसल मिडियामा चाहिँ आफूले राम्रो गर्नु पर्यो राम्रो गर्न सक्नु पर्यो होइन लाइफ इज द सेट भने जस्तो क्या आज भोलि थाहा छ जो मान्छे बिए भयो ब्याचलर कम्प्लिट गरेको मान्छेहरू पनि साँच्चै भनेको महिनाको 12-13 हजार भन्दा बढी म्याक्सिमम कमाउनै सक्दैन त्यो पनि जब गरेर होइन तर सोसल मिडियाको यति पावर छ कि साला छु होइन त्यही हो अरू त के होइन अनि मेरो घर चाहिँ सिधै सुदूरपश्चिम है डोडीबाट हो हजुरहरू कहाँबाट हो कहाँबाट छ हेर्दै हुनुहुन्छ भन्दै जानु होला किनकि हामी पनि थाहा पाउनु त किनकि मेरो भिडियो कहाँसम्म पुग्ने रहेछ कहाँसम्म पुग्ने रहेछ को हेर्ने रहेछ त्यही हो है